नमस्ते साथीहरु, हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म फेरि हजुरहरुको लागि नयाँ भिडियो लिएर आएको छु है। यतिखेर मेरो कौसीमा जताततै सागै साग छ के। यो साग चाहिँ मैले ग्रो ब्यागमा रोपेको छु। एकदम राम्रो भएको छ। ल हेर्नु, हजुरहरुले देख्न सक्नुहुन्छ। यति सानो ग्रो ब्यागमा ल हेर्नु, टक्क पारेर यसरी राखेपछि ठाउँ पनि धेरै नचाहिने अनि साग पनि कस्तो राम्रो फलिरहेछ। अनि टिप्यो खायो हैन। अब जति टिप्यो त्यति पलाउने अर्ग्यानिक साग ल हेर्नु, टक्क पारेर यहाँदेखि वहाँसम्म मैले चाहिँ साग रोपिरहेको छु। हजुरहरुले यस्तै गरेर थोरै ठाउँ छ भने त्यसलाई सदुपयोग गरेर रोप्न सक्नुहुन्छ। यति गरियो भने अब हामीलाई अर्ग्यानिक तरकारी खानको लागि गाह्रै पर्दैन के। अब धेरै रोप्न ठाउँ नहोला हैन, तर थोरै रोप्न त टक्क लाएर यस्तै गरेर रोप्ने हो भने सागहरू फलाउन सकिन्छ साथीहरु। त्यसै गरी यतातिर भने मैले लसुन रोपिरहेको छु। हेर्नु, लसुन पनि कस्तो राम्रो भयो जस्तो लाग्छ मलाई त हैन। अब आफ्नो प्रशंसा आफै गरे जस्तो लाग्ला, तर एकदम राम्रो भइरहेछ के। लसुन चाहिँ मैले माछाको क्रेटमा रोपेको छु। अनि साइडमा खुर्सानीका बोटहरू पनि छन्। त्यो खुर्सानीको बोटले खासै असर गरेको छैन। अब एक नासको लसुनहरू पनि राम्रो भइरहेछ। अब यसो अक्कल चुक्कल कहिलेकाहीँ यसो पातहरू टिपेर पनि खान्छु हैन। अब आफ्नो कौसीमा भएको फाइदा के। यसो हरियो लसुनको पात खानलाई त्यति गाह्रो छैन। अब फेरि यहाँनिर चाहिँ मैले उम्रेको प्याज रोप्दिएको। ल हेर्नु हजुर, कस्तो राम्रो भइरहेछ एउटा यो भाँडोमा हैन। यस्तो राम्ररी पातहरू हालिरहेछ। यति भएपछि हेर्नु, टक्क अब आफूलाई कतिखेर हरियो प्याजको पात खान मन लाग्छ अनि आएर काट्यो, लग्यो, खायो के। यही फाइदा हुन्छ नि त आफ्नो रोप्नुमा। यहाँनिर चाहिँ बोकुले सिमी रोपिरहेको छु। ल हेर्नु न, यही त हो चराको समस्या। फेरि कौसी खेतीमा जोगाउन गाह्रो के। त्यसको लागि हेर्नु यसरी छोपछाप पारिदिन्छु मैले। यो बोट अलि ठुलो भएपछि चराले त्यति क्षति गर्दैन के। नभए त हजुरहरुको खोर्सेर यहाँ केही नराख्ने के चराले। त्यही भएर हेर्नु यसरी टक्क पारिदिन्छु मैले, अनि चाहिँ खोर्सिँदैन के। यति गरिदिएपछि ल हेर्नु, अझै हेर्नु न, यस्तै पनि बिचबिचमा यस्तरी खोर्सेको बोटहरू त कस्तो राम्रो आइरहेछन् हैन। अब यतिको ठुलो भयो भने चाहिँ, अलि ठुलो भयो भने चाहिँ केही गर्दैन। त्यसै गरी यहाँनिर पनि लसुन रोपेको छु यो ग्रो ब्यागमा। यो चाहिँ अलि मैले पहिला रोपेको लसुन भयो नि, एकदम राम्रो भएको छ। एक बोट चाहिँ खुर्सानी पनि छ है यतिखेर पनि। ल हेर्नु, मेरो कौसीमा एकदम राम्रो फलिरहेको छ। सबै पाकिरहेछन् भन्दा नि भयो कि मैले एक बोट चाहिँ जोगाइदिरहेको छु। लसुन त हेर्नु त कस्तो भनेको बोट बाखा भाइ। यो ग्रो ब्यागमा कस्तो राम्रो हुँदो रहेछ कि। ल हेर्नु त, अब धेरै नजिक रोप्नु चाहिँ नहुँदो रहेछ है। पात टिप्यो खायो, गजब हुँदो रहेछ क्या। यहाँनिर चाहिँ धनियाँ रोपेको छु। ल हेर्नु, धनियाँ चाहिँ अझै टिप्ने भयो हैन। अब पछि चराले उम्रिन नदिएर बल्ल उमारेको है। तर अहिले चाहिँ अब राम्रै हुन लागिरहेछ के धनियाँ पनि। अब चाहिँ केही दिनमा हुन्छ जस्तो लाग्छ मलाई। यता चाहिँ स्ट्रबेरी रोपिरहेको छु। ल हेर्नु, यतिखेर यो चिसोको मौसम छ, तर पनि यो स्ट्रबेरीले हेर्नु त लहराहरू हालेर यस्तो राम्रो भइरहेछ। अब यहाँदेखि यहाँसम्मै सबै हजुरहरूको स्ट्रबेरी रोपिरहेको छु। स्ट्रबेरी रोप्नको लागि फेरि ठुलो भाँडो पनि चाहिँदैन मलाई। त्यही भएर पनि स्ट्रबेरी रोप्न चाहिँ एकदम जाँगर लाग्छ कि। ल हेर्नु, फल्न पनि कस्तो मजाले फलिरहेन है। यतिखेर अब चिसै छ नि त मौसम, अझै फल्ने त्यस्तो राम्रो बेला भएको छैन कि। त्यही पनि अब यतिको चाहिँ फलिरहेछन्। ल हेर्नु, अब स्ट्रबेरी चाहिँ हैन, अहिले चाहिँ त्यति राम्रो हुने समय हैन क्या स्ट्रबेरीको लागि चाहिँ। तर यी सानो भाँडोमा अब रोपेको छु रोप्न त हैन। यहाँदेखि यसो सर्लक्क पारेर स्ट्रबेरी नै रोपेको छु। यहाँनिर पनि हजुरहरूको मैले काउली रोपिरहेको छु। साइडमा साग पनि रोपिदिएको छु। अब यस्तो छ हेर्नु हजुरहरूको, अब कुनै काउली अलि ठुल्ठुला बोट भइसक्यो है, कुनै भने अलि सानै छन्। अनि यहाँनिर पनि ल हेर्नु, अब एउटै ठाउँमा हैन, यता काउली रोपेको छु, यता साग रोपेको छु। ल हेर्नु न, मलाई फेरि यस्तो लाग्छ कि एउटा नभए अर्को हुन्छ भनेर रोपिदिइहाल्छु। त्यसपछि चाहिँ दुवै उस्तै हुन्छन्, अनि कुन राख्ने कुन फाल्ने जस्तो हुन्छ। त्यही भएर यसलाई केही गरेको छैन। आजको यो मेरो भिडियो कस्तो लाग्छ हजुरहरूलाई जस्ताको तस्तै मेरो भिडियो हेरेर कमेन्ट गर्न पनि नभुल्नु होला। अनि हजुरहरूलाई के लाग्छ सल्लाह र सुझाव दिनु होला। हजुरहरूको सल्लाह र सुझावको लागि म एकदमै आभारी हुनेछु। अनि हजुरहरूले दिएको सल्लाह सुझाव अनुसार कौसी खेती गर्दै जाँदैछु। फेरि पनि हजुरहरूलाई धेरै धन्यवाद। यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। अनि मेरो भिडियोलाई मन परेमा लाइक कमेन्ट सेयर पनि गर्नुहोला। जति सक्दो हजुरहरू सबैको दिन शुभ होस्, सबैलाई राम्रो होस्, सबैको भलो होस्, सबैको जय होस्।